आभार छु सबैप्रति फुल इन्जोय ल तपाईहरुले गर्दाखेरि चुपचाप हुने चल्दिहाल्ला हेलो नमस्ते पेपल टास्टीले दर्शन वेलकम टु माई न्यू ब्लग मलाई आशा हजुरहरु बिन्दास र खुसी हुनुहुन्छ भनेर है देउलु नमस्ते सबैजनालाई पसिना भएर पुस्दै जाँदैछ है हिजोको ब्लग चाहिँ मैले पुदुङ डाँडामा एन्ड गरेको थियो हैन अनि आजको ब्लग चाहिँ पुदुङ डाँडा अलिकति माथि आएर सुरु गरेको है अब चाहिँ म जाँदैछु यता कहाँ रे तपाईको पिपल डाँडा पिपल धारा पिपल गाउँ पिपल डाँडा सिटफार्म एरिया जाँदैछु म पिपल डाँडा सिटफार्मै जाँदैछु त्यहाँ चाहिँ किस्मत तामाङ है जोजोलाई भेट्दै अनि उहाँको वाइफ के पो थियो नाम मन्जु राई दिदीलाई भेट्दै गएको है अनि उहाँहरूको पनि अस्ति मैले देखाएको थिएँ तपाईँहरूलाई उहाँको चाहिँ युरिन क्यान्सर भएको थियो है अनि उहाँहरूलाई पनि अलिकति फर्स्टमा सपोर्ट त लगिदिएको छु होइन लगिदिएको थिएँ अनि आज पनि अलिकति सपोर्ट लगेर जाँदैछु उहाँहरूको लागि कसले पठाइदिनु भयो त्यो पनि हजुरलाई त्यही नै पुगेर बताउँला अनि उहाँहरूले चाहिँ अब दाजुको त अब इमिडिएटली गर्नुपर्ने थियो नि त अपरेसन चाहिँ गरिहाल्नु पर्ने थियो तर उहाँहरूको हातमा पैसा थिएन तर उहाँको चाहिँ अपरेसन भइसकेको छ तर त्यो अपरेसन चाहिँ कसरी भइसक्यो त्यो पनि त्यहाँ गएर बुझौँ है उहाँहरूलाई पनि धेरै सपोर्ट सहायताको जरुरत छ अब के गर्नु त्यस्तै मात्रै देखाउँछु हजुरहरूलाई होइन या त्यस्तै हो पहिला त्यतातिर हामी स्याट्टै पुगिहाल्नु है ओके त लास्टको छु अहिले चाहिँ हामी पुग्यो पिपल डाँडातिर है अब यहाँबाट चाहिँ ओह्रालो जानुपर्ने हो ओह्रालो क्या गुटु टुटु जानुपर्ने ढोलु त्यहीँ पुगिसक्यो हो अम्बो टाइगर रहेछ नि त यहाँबाट चाहिँ कहाँ जान्छौ तिमी त कतिको रहेछौ कता जाने तिमी लु भन यता हो यता ज्याममै आइपुग्यो नमस्ते दिदी कस्तो हुनुहुन्छ अहिले अलिक खुसी कि धेरै नै खुसी के गर्नु हुँदै थियो ए जाउँ डिस्टर्ब गरेँ है तपाईँलाई है अहिले दाजु अलिक सन्चो निकै सन्चो अपरेसन भयो नि त है सबैलाई धेरै धेरै धन्यवाद तपाईँ सबैलाई नमस्ते अहिले कस्तो हुनुहुन्छ अलिक अथवा अपरेसन भयो नि तपाईँको है ए कहिले भएको अपरेसन जुत्ता खोल्नु पर्ने रहेछ है हो र पर्दैन आज फेरि तपाईँहरूको लागि अलिकति सानोबाट सहयोग चाहिँ लिएर आएको छु हो अन्त अहिले चाहिँ के भयो तपाईँहरूको कसो भयो त्यो चाहिँ भनिदिनुहोस् न पक्रिदिउँ न अलिकति लु भनिदिनुहोस् हजुर मेरो अब अपरेसन उता रङ्गापानीमा बोलाउनु भएको थियो हजुर हजुर हामी डेट दिनु गएको थियो डेट दिँदा फेरि अन्त उहाँले भन्नुभयो डक्टरले भन्नुभयो सन्डेको चाहिँ एडमिट गरिदिनु हजुर भनेर त्यहाँदेखिको सन्डेको एडमिट हामी सन्डे गयौँ एडमिट भएर मन्डेको दिन चाहिँ उहाँको अपरेसन भयो उहाँलाई किनभने निकै नै साह्रो परिसकेको थियो त्यस कारणले गर्दाखेरि उसको अब अपरेसन गर्ने जरुरी नै थियो डक्टरले पनि जति सक्दो छिटो गरिदिनु भन्नुभएको थियो अनि उहाँको अब ढिलो हुँदै जाँदाखेरि उहाँको पिसाब अलिक रोकिने त्यस्तो चान्सेस भइसकेको थियो त्यो कारणले गर्दा हामीले छिटो गरेर लगेर मैले पैसा त अब धेरै जम्मा त गर्दै थिएँ तर धेरै नपुग्ने हुनाले गर्दा मैले चाहिँ अब यस्तो उयसबाट निकालेको छु इन्ट्रेस्टमा निकालेको छु मैले कति चाहिँ निकाल्नु भयो इन्ट्रेस्टमा मैले इन्ट्रेस्टमा चाहिँ 2 लाख चाहिँ निकालेको 2 लाख निकाल्नु भयो इन्ट्रेस्टमा अन्त 2 लाख कसरी इन्ट्रेस्ट चाहिँ 5 रुपियाँ अन्त कसरी तिर्नुहुन्छ त्यो पैसा चाहिँ मैले सोचेको थिएँ अब यसरी अलिअलि उठ्यो भनेदेखि चाहिँ आधा अवधि गर्छु आधा अवधि तिरिराख्छु त्यहाँदेखिको आधा जस्तो चाहिँ अब पछाडि बादमा अब उहाँ पनि अब धेरै उयो हुनुहुन्छ होला होइन त्यहाँदेखिको उहाँले अब एक कति वर्षसम्म त अब काम गर्नु हुँदैन होला उहाँको र मेरै अब जिम्मा म काम गर्छु त्यसबाट चाहिँ अब अलिअलि गर्दै तिर्छु काट्छु इन्ट्रेस्टमा चाहिँ तपाईँहरूलाई केही उयोहरू चाहिँ मागेन के राख्नुपर्ने त्यो मागेन चिनाजानै थियो त्यसले गर्दाखेरि कति लाग्यो अपरेसनमा चाहिँ 1,80,000
बिल पनि छ तपाईँहरूकोमा है हजुर त्यो त अस्ति 4 लाख भन्नुहुँदै थियो नि त तपाईँले चाहिँ होइन होइन मैले मोटामोटी चाहिँ अब 3.5 लाख त्यस्तो चाहिँ लागेकै हो ए लाग्यो किनभने पहिलादेखिको खर्च हजुर सबै स्टारदेखिकै खर्च भएर अन्त हामी अब जाँदाखेरिको खर्च अरू त हाम्रो परिवारले अस्ति पैसा त्यो हेरेर कसरी पठाइदिनु भएन होला अरूले त पठाइदिनु ब्याङ्कमा भएको आएको छैन नि है? ब्याङ्कमा पनि मैले उयो गरेँ नि, ए ओके गरेको थिएँ हुन्छ त्यसो नि आज तपाईँलाई फेरि ल्याएछु दाजु के भन्नुहुने तपाईँ अब म यति नै भन्छु तपाईँलाई युट्युब च्यानल परिवारलाई धेरै धेरै धन्यवाद अब तपाईँहरूले पनि सहयोग गरिदिनु भएको हो र अब यो सहयोगको कारणले गर्दाखेरि हामीले अलिक भए पनि उपचार गर्न सक्यौँ अब मेरो सर्जिकल भयो कि अपरेसन भयो सक्सेसफुल भयो अब फेरि पनि बोलाएको छ जानुपर्ने छ अन्त यसले चाहिँ अहिले हामीलाई दबाई पानी गर्ने पैसा अलिकति पुगिरहेको छ भनौँ अब सबैको सपोर्ट छ हामीले माथि त्यो कारणले गर्दा यो अब यतिमा चाहिँ भएको छ हामी हुन्छ पैसा तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाईँहरूले गर्दाखेरि मेरो हस्बेन्डको अब उपचार भएको छ यसमा धेरै धेरै धन्यवाद मेरो हृदयबाट धेरै धेरै धन्यवाद तपाईँहरूलाई अरू त भन्नु के सक्छु र तपाईँहरूको आशीर्वादले गर्दा मेरो हस्बेन्ड यस्तो अवस्थामा थियो तर यस्तो अहिले खुसीको कुरा भयो किनभने मैले अपरेसन गर्नु पाएँ यसै कारणले गर्दा तपाईँहरूलाई धेरै धेरै धन्यवाद मबाट मेरो हस्बेन्डबाट यहाँ फेरि तपाईँहरूलाई पठाइदिनु भएको छ है क्यास ल आज हो कति चाहिँ पठाइदिनु भएको छ हेरौँ पहिला है 1 2 3 4 5 है 5,000 रुपियाँ यो चाहिँ तपाईँको नागाल्यान्डबाट पासाङ डोमा म्यामले पठाइदिनु भएको ज्याम्मै 5,000 रुपियाँ है नागाल्यान्डको पासाङ डोमालाई धेरै धेरै धन्यवाद म्यामलाई धेरै धेरै धन्यवाद दिन्छु म यो चाहिँ तपाईँको कालिम्पोङ है अनिता म्याडम माथि कालिम्पोङ होम्स डाक्टर ग्राम्सबाट है यहाँ राख्दा हुन्छ होला नि हजुर हजुर उहाँले चाहिँ कति पठाइदिनु भएछ 1 2 3 है उहाँले चाहिँ 3,000 रुपियाँ अन्त म्याडमले माथि यहीँ कालिम्पोङ डाक्टर ग्राम्स होम्सबाट है धेरै धेरै धन्यवाद यहाँ चाहिँ कति पठाइदिनु भएको छ फेरि हेरौँ है म्याडमले भन्नुभएको सरले अनिता म्याडम यहाँ चाहिँ अनिता म्याडमलाई धेरै धेरै धन्यवाद हुन्छ हुन्छ 1 2 3 यहाँ पनि टक्कै 3,000 पठाइदिनु भएको छ यो चाहिँ अमर भाइले है अमर भाइले फ्रम च्याङ्ग्राबाट पठाइदिनु भएको झ्याम्मै आज तपाईँलाई मैले कति धेरै हो धेरै धन्यवाद अमर सरलाई पनि धेरै धेरै धन्यवाद 11,000 टक्कै ल्याइदियो है अब त्यसको लागि चाहिँ हाम्रो जसले के भनिदिनुहुन्छ उहाँहरूले हेरिराख्नु भएको छ तपाईँहरूले उहाँहरूले पठाइदिनु भएको पैसा पाएर के भनिदिनुहुन्छ सबैको धन्यवाद जसले पैसा पठाउनु भयो म आभार छु सबैप्रति उहाँहरूले म पीडित देखेर यसरी सहयोग गरिदिनु भयो म धन्यवाद भन्छु सबैलाई आज पनि म यतिको छु त उहाँहरूको निम्ति होला सायद यति नै म भन्छु अगाडि पनि मद्दत गरिदिनु होला सबैलाई अनुरोध गर्छु मनबाटै सबैलाई धन्यवाद गर्छु हुन्छ हुन्छ ल दि तपाईँको नि त्यति नै है हजुर ल हुन्छ ल राम्रोसँग बस्नुहोस् यो रबर चाहिँ लगेँ म कि ल नामहरू पनि राखिदिएको छु यसो तपाईँहरूले भगवान्लाई यसो सम्झिँदाखेरि उहाँहरूलाई राम्रो होस् भनेर सम्झिदिनु भयो भने धेरै नै राम्रो हुन्छ त्यति नै हो अरू त केही पनि होइन है हजुरहरूले देश विदेशबाट हेरिराख्नु भएको छ धेरै सहायता पुर्याइराख्नु भएको छ यहाँ पनि तपाईँहरूलाई है आज यत्रो सहायता गरिदिनु भएको म धेरै धेरै धन्यवाद भन्न चाहन्छु है त धेरै धेरै धन्यवाद तपाईँहरूलाई सबैहरूलाई तपाईँहरूबाट यत्रो सहयोग पायो हामीले धेरै धेरै धन्यवाद हुन्छ तपाईँहरूको आभारी हुन्छु धेरै धेरै धन्यवाद हुन्छ त्यति नै होइन हजुर हुन्छ ल राम्रोसँग याद गर्नुहोस् है आज ड्युटी जानु भएन हजुर म ड्युटी होइन ए अब एक दिन हेर्नु पनि पऱ्यो होला है हजुर ए हजुर हिजो बेलुका 7 बजी आउनुले गर्दा चाहिँ आइपुग्नुले गर्दा चाहिँ ड्युटी ए हिजो मात्रै आउनु भएको नि त अपरेसन गरेर है ओके हुन्छ है हवस् हुन्छ ल हुन्छ हुन्छ अब त यसमा पनि तपाईँहरूको ब्याङ्कको अकाउन्ट नम्बर चाहिँ हालिराखिदिन्छु कसैले केही पठाइदिइहाल्नु भयो भने चाहिँ नोट चाहिँ गरेर राख्नुहोस् न नाम है पैसा आयो भने चाहिँ म तपाईँहरूको ल्याइदिन्छु ल आज चाहिँ 11,000 ल्याइदिएँ यसले पनि धेरै राहत त हुन्छ नि त तपाईँहरूलाई होइन धेरै हुन्छ नि होइन ल हवस् हुन्छ ल थ्याङ्क यू हुन्छ ल हवस् बस्नुहोस् ल हुन्छ ल है त लाग्यो है हामी यहाँबाट नि अब खालखालै भयो पसिनै पसिना पिपल डाँडादेखि चाहिँ हामी सिधा आइपुग्यो होम्सतिर है त होम्सतिर भन्दा पनि होम्स ग्राउन्डतिर आइपुग्यो
अहिले चाहिँ हामी गएको हो भरत दाकोतिर। भरत दाकोमा सानोबाट एउटा गिफ्ट छ क्या आज गिफ्ट पनि। होइन त्यो बसन गिफ्टै हो। होइन गिफ्ट होइन भ्युवर्सहरूलाई भन्नु चाहन्छु कि यो गिफ्ट होइन, यो भर्दाको सामान मात्रै हो। बसन ल्याउडीमा एक्साइटेड नभइदियो भर्दालाई एक्साइटेड बिचारा एक्साइटेडै बनाउनु पर्छ नगर नि त्यस्तो होइन। अनि हाम्रो अहिले जो बिमारी देखायो है बिचराहरूको नि अब साह्रै छ, गाह्रै छ है। अब बिचरा त्यो दिदीले नि जिममा काम गर्नुहुन्छ, जिममा अब त्यो डस्टिङ सस्टिङ गर्ने, झाडु पोछा काममा कति स्यालेरी पाउँछ होइन। आफ्नो बुढालाई बचाउँ भनेर पढाइले अब के अरे इन्ट्रेस्टमा पैसा निकाल्नु भएछ होइन। अब त्यो जसले इन्ट्रेस्टमा दिनुभयो पैसा उहाँलाई पनि धेरै धेरै धन्यवादै भन्नु चाहन्छु, उहाँसम्म यो भिडियो पुग्यो भने। किनभने उहाँले चाहिँ त्यो मोर्टगेजहरू केही पनि माग्नु भएन रहेछ, किनभने उहाँहरूको केही आफ्नो भन्ने त केही छैन। त्यो घर पनि कसैको हो, रेन्टमा बसिराख्नु भएको छ होइन। उहाँहरूको प्रपर्टी भन्ने त केही त छैन होइन। तर पनि बिमारी अवस्था देखेर जसले इन्ट्रेस्टमा पैसा दिनुभयो उहाँ सरलाई पनि, सर म्याडम जो पनि हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्छु होइन। अब त्यो पैसा तिर्नु नि अब कहिले 100 पनि फर्काउनु, कहिले सुद फर्काउनु भन्ने क्या। अब सुद त अब फर्काउनु सक्छ होला दिदीले, अब सुद फर्काउनु साह्रै पर्छ। अब बिमको के अरे यो जिमको सर म्याडमहरूले अलिअलि उहाँलाई टिप्सहरू दिनु भने चाहिँ त्यसले कभर हुनसक्छ, नभए त एकदमै साह्रो पर्छ। किनभने अब 2 लाख रुपियाँको इन्ट्रेस्ट 10,000 रुपियाँ रहेछ है, 5% रहेछ। 2 लाख रुपियाँको 10,000 पर मन्थ तिर्दा चाहिँ कस्तो हुन्छ र अब है। एभ्री मन्थै तिर्नु पऱ्यो ट्याङ ट्याङ ट्याङ। अनि त्यही तपाईँहरूले अब सपोर्ट सहायता नगरे पनि प्रार्थना गरिदिनु होला, उहाँ अब उहाँको हस्बेन्ड दाजु छिटो जाती होस्, निको होस् र उहाँहरूको पैसा बाँकीहरू जति लिनुभएको छ त्योहरू उहाँहरूले के अरे तिर्नु सकोस् भनेर चाहिँ भगवान्लाई प्रार्थना गरिदिनु होला। तपाईँले केही सहायता गर्नु मन पऱ्यो भने गरिदिनु सक्नुहुन्छ, त्यही हो कुरा है। यस भरतदाकोतिर पुगिहाल्नु पहिले गिफ्ट दिनुपर्छ बुढालाई, गिफ्ट नभन नि त्यस्तो हो। बिचारालाई एक्साइटेड नपार तिमी अब गिफ्ट 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 भनेर पार्नुपर्छ त्यही त हो होइन। आज फेरि अलिकति अघि पनि मैले भनिहालेँ तपाईँलाई होइन, हेडेक भइरहेको छ नि, त्यसले गर्दा त्यति बोल्नु पनि मन त परेको छैन। तर के गर्ने, दिल त बच्चा है जी हो, नबोली हुँदैन फेरि। नमस्ते अमला। नमस्ते आउनुहोस् न। खोइ पाला पाला एकछिन पर आदि लिनु जानु। आलु लिनु सेरेक सेरेक गर्ने। ए आरी ए हाम्रो छैन कि त्यो खोर बनाउनु लागि अन्त लिनु लाग्छ। ए आलु काट्नुको लागि चाहिँ आरी लिनु जानु भएको खोर बनाउँदैछ हेर्नु भए। ए हो। ए सबिरो के छ खबर? ठिक छ। बस बस आज छुट्टी। हजुर ए हो र। भरत दाले हेर्नुहोस् है के गर्नु हुँदैछ, भट्टाभट गर्नु हुँदैछ काम। भरत दाले दुःख गर्नु हुँदैछ, मेहनत गर्नु हुँदैछ है। यहाँ चाहिँ छ एउटा नयाँ खोर बनिँदैछ यो हो, यो बुङ्गुरको लागि, यिनीहरूको लागि। यहाँ छ 3टा, यहाँ 2टा, यहाँ एउटा छ बच्ची हो। अस्ति यो तपाईँहरूलाई यो देखाएको थिएन हामीले, यो सेफ्टी ट्याङ्क बनाउँदै गर्दा छ अलिअलि देख्नु भएको थियो हजुरहरूले होइन। अब यसको एउटाको चाहिँ मैले नाम राखिदिएको छु कि, हेर्नु ल आउँछ कि आउँदैन। पिकु 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 हो। यसको नाम पिक्कु, यसको नाम मिक्कु हो। यो 2टाको चाहिँ राखेको छ, यसको राखेको छैन, यसको नाम चाहिँ सिक्कु राखिदिएको। अब सिक्कु सिक्कु सिक्कु, यो सिक्कु हो, यो पिक्कु हो, यो मिक्कु। यो पक्र त। अब यो पिक्कुलाई अलिकति एउटा पत्ता मात्रै दिइहाल्नु पऱ्यो। ए पिक्कु ल माथि आइज नि, यहाँ आइज नि, यहाँ आइज, यता माथि आइज, अल्छी आइज। खान्छस् खाँदैन गरिदियो। कान खाइदिन्छौ अर्को कानैमा दिन्छौ तिमीले। अर्कोले खायो अर्कोलाई दिइहाल्नु। ए पायो त्यसले नै पायो, पिकुले नै पायो। ला खोसायो मुखबाट अर्कोले ल ल ल ल ल पिकु ल माथि आइज, अलिक माथि आइज, आइज अलिक माथि आइज, आइज आइज न ल्याउनु देख्ने। लु यताबाट आइज, यता यता आइज, यता बुझेको थिएँ। ए माथि आइज, माथि आइज, माथि आइज, माथि आइज, माथि माथि आइज। ल ल दामी ल मेहनत गर्नु हुँदैछ है हाम्रो भरत दाले। टाइम लाग्छ, समय लाग्छ यसमा चाहिँ अलिकति। यो चाहिँ अब यहीँ घाइते यस्तो मार्ने सार्ने होइन, यो चाहिँ सलिड ठुलो बनाएर सेल गर्ने हो क्या। त्यसबाट अलिअलि प्रफिट भएकोले चाहिँ अब काम चल्छ, त्यही नै हो। गिफ्ट इङ्ल्यान्डबाट है भरत दालाई। के गर्नु, दिनु नदिनु?
इङ्ल्यान्डबाट पो छ त सोच्नुहोस् अब आफै होइन यो इङ्ल्यान्डको चाहिँ के गर्नु पहिला भन्नु नि अब तपाईँको खुसी नै हो यसको चाबी चाहिँ फेरि मैले ल्याउनै बिर्सेछु ताला पनि लाग्छ कि ताला पनि छ यहाँ सानो सानो हो तर चाबी चाहिँ ल्याउनै बिर्सेछु मलाई थाहा छैन बस्नुहोस् न कि खोलेर हेर्दै गर्नुहुन्छ तपाईँ हेर्दिनँ किन यता हेर्नु नि अन्त अलिकति एउटा हेर्दिनँ मिठो गाना गाना पनि जान्दिनँ गाइदिनु नि गाउनु नि गाउनु म गानै आउँदैन कहाँबाट गाउँ हिन्दी हिन्दीबाट हिन्दी पनि जान्दिनँ ठिक छ भरतलाई एकछिन हेर्नु यहाँ हाम्रो ठिक्कै भरत आइपुग्नु भयो हो नमस्कार सबै युट्युब परिवारलाई कहाँ अन्त के मेरो थानबाट कहाँबाट हो पसिनै पसिना छ हेल्पिङ ह्यान्डमा के गएर सघाइदिइरहेको ए सघाउनु गएको भाउजूले त अन्त आरी लिनु गएको भन्नुहुँदैछ कहाँ हो उज्जवलको सघाउने ए यो पक्रिदियो त अघि त्यत्रो भनेको तिमीलाई हुन्छ उयो भने सानोबाट इङ्ल्यान्डबाट छ त यो पालि के हो बसा हामीलाई त आउँदैन तपाईँलाई के हो नि बुझिन इङ्ल्यान्डबाट हो तर चाबी चाहिँ ल्याउनु बिर्सेछु हो ब्याग पनि तपाईँको एडिडासको तर यहाँ इङ्ल्यान्डबाट यहाँसम्म आउँदा गर्दा त अलिअलि मैलाहरू भएछ वास गर्दा चाहिँ अब टिलिक्क भइहाल्छ खोलामा भाँडा बोक्नु ठिक्क हुन्छ नि एडिडासको मैले खोलाको भाडा भने चाहिएन अर्जिनल सोनेकामा एडिडास भएको ए यो ब्याग चाहिँ म लान्छु ल त्यसो उसको त भाडा बोक्ने रहेछ कि होइन हौ हाम्रो ट्रेकिङमा भनेको भाडा केहरू बोक्नु मामुली सम्झेछ नि त बुढो यहाँ एडिडासको छाप दामी दामी मैले चिनिहालेँ नि हरामी नै हो एडु एडु होइन ताला चाहिँ दुइटा छ कि चाबी चाहिँ ल्याउनु बिर्सेछु के गर्नु सानो लक यो नि यस्तो छ कि तपाईँको यो चाहिँ किलेस एन्ट्री हो फेरि भित्र टक्क कि चाहिँदैन तर छेउमा चाहिँ हुनु पर्यो अब जस्तै यहाँ चाहिँ हुनु पर्यो के भन्छ टक्क छ अब यो तपाईँ यहाँ छ हो म पर छु तपाईँले यहाँ खोल्नु सक्दैन म अलिक छेउमा यसमा त तपाईँले च्यारी गरेर त्यसको चाबी चाहिँ तलै छ भइहाल्छ त्यो रिमोट तलै छ हो हेरी छ त खुसबु त अन्त इङ्ल्यान्डकै छ अन्त इङ गरेको नै उहिले उता हेर भन्नु पऱ्यो के गर्नुहुँदैछ इ कि इङ इङ सापहरू टाइपको गर्नुहोस् यो चाहिँ गिफ्ट चाहिँ अब सिक्किमबाट सनबाबुले पठाइदिनु भएको तर खोलेर चाहिँ नदेखाउनु भन्छ भइहाल्छ ल के छ मलाई थाहा छैन सोनामाबुलाई थ्याङ्क यू सम्झेर भरतलाई हो चाहिन्छ भनेर केक पठाइदिएको होला ठिक छ एकदमै धन्यवाद छ तपाईँलाई ठिक छ ए अन्त इङ्ल्यान्डको यता ह्यापेन फेरि युएसको हो ह्यापेनमा मात्रै फोकस गरेको मेरो मजदुरी ह्यापेन हो के गर्नुहोस् युएस यहाँ पनि युएस ए यहाँ टक्कै आम्लाले यसको नाम चाहिँ रोटीहरू बन रोटीहरू फेरि कि भाइ यो रोटी तिमी एउटा खाऊ चुपचापसँगले चलिदिइहाल्ला यो एक पिस खायो भने चाहिँ बेलुका भोक ट्याक्कै लाग्दैन अरे नि त नामै बन रोटीहरू कि बन रोटी जमी खाइ पनि सक्यो पि पनि सक्यो त्यस्तै कुरा चाहिँ ओके ल घर त बाई भेटौँ ल बाई बता ओके बहिनी बाई बाई यामै माया छ ज्याम्मै भयो खतरनाक फुटबलरहरू भेटेँ यहाँनिर हो नमस्ते भन्दै चाहिँ आएछ हो केटाहरू नमस्ते भन्दै आइपुगेछ के हेर्छ अरे मेरो ब्लग हेर्छ डेली दामी हुन्छ मजा आउँछ पक्का हो तिम्रो नाम के हो साइदीप तिम्रो सक्षम तिम्रो पाल्जर तिम्रो बुमसाङ वाउ आज फुटबल म्याच कि त्यतिकै प्र्याक्टिस 4 जनाको मात्रै हो म्याच आमा कुन स्कुल आमा डिजिएस तिमी एसएमआई तिमी अगस्टिन आमा ल ठिक छ त्यसो भने यहाँनिर कति रुपियाँ छ अब तिमीहरूले बेसी त पाउँदैन आज हो अब नमस्ते गर्दै आइहाल्यो केटाहरू हो यहीँ बेसी छैन 100 छ 100 हो भने अब 4 जनालाई कति पर्यो 25 फुल के हो फुल के हो इन्जोय फुल इन्जोय ल मजाले खेल्नु बदमास हेर्नु ल बाई बाई ल थ्याङ्क यू ल यहाँ सानोबाट ब्रेक लिइहाल्यो नि त हामीले यहाँ ब्रेक लिँदा चाहिँ नानीहरू कुद्दै आयो नमस्ते अङ्कल भन्दै आएछ हो
नमस्ते बहिनी सन्चै छ त्यो खाइदिउँ है अब के हुन्छ ल म एकदम सन्चै छु हेलो म अलिकति पेट पूजा आजको लन्च हो है हाम्रो यहाँ चाहिँ 4:42 भएछ बेसी भएको छैन जस्तो टाइम ब्रेकफास्ट तिमीले चिउरा दही केरा रोटी यति रोटी चाहिँ कहाँ 3-4 रोटी खाएर तिनवटा रोटी ब्रेकफास्ट पनि गर्दैछ हुन्छ चिउरा दही यति त्यहाँदेखि अझै सिङ्गल केरा अझै त्यो के अरे त्यसले चाहिँ अहिलेसम्म थामेछ कति बजे कुनै के फाले 4:42 सम्म चाहिँ थामेछ त्यसले चाहिँ भोक्सा फाले त्यत्रो खाएर त्यो पनि 11:30 तिर खाएर तिम्रो त्यही हो ब्रन्च तिम्रो आमामा यहाँ नि 4जनाले के किन्यौ आमा खै उसको छैन त अन्त तिमीले पैसा राखेको किन पैसा राखेको तिमीले चाहिँ भोलि स्कुलमा खाने म नि ल ठिक छ खाऊ न अन्त के खान्छौ जे खानु मन छ त्यो खाऊ त्यो भोलि स्कुलमा खाऊ तिम्रो 25 रुपियाँ पर्दैन ल ल वेलकम ल ल ल राम्रो फोटो खेल्नु ल मजाले ल घिउमाको मजा लिँदैछ है घिउमाको दामी छ ए डोडो पनि छ हामीसँग डोडो खाइदे सबास घरतिर आइपुग्यो है अनि ढोलु चाहिँ एकछिन मेन रोडतिर जानुभएको छ पिङ्की आन्टीसँग साथी अनि हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन त्यहाँबाट उता त शब्द नै छैन है यसरी नै हजुरहरूले सधैँ नै सपोर्ट बनाइराख्नु होला है त्यही नै भन्छु हजुरहरूलाई हमेसा भगवान्ले यसरी माथिबाट ब्लेस चाहिँ सधैँ नै क्या अलवेज ब्लेसिङ चाहिँ हजुरलाई गरि नै रहेको होस् त्यही नै भन्न चाहन्छु अनि आजको लागि चाहिँ यति नै हजुरहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट लाइक सेयर गरिदिनु होला नयाँ हो भने झ्याम्मै सब्सक्राइब पनि गरिदिनु है त अब नआउने च्याप 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 भएर मजाले फ्रेस हुने त्यसपछि एडिटिङ गर्ने है थ्याङ्क यू फर वाचिङ दिस भिडियो ओके बाबा एन्ड टेक केयर लभ यु टु फ्यामिली